तपाईहरुलाई भुलेको बाटोमा स्वागत छ। नमस्ते गाइस, यहाँहरुलाई स्वागत छ मेरो नयाँ भ्लगमा। आज चाहिँ हामी जान गइरहेका छौं यो लटरम्मेश्वर अनि म चाहिँ छु अहिले एकान्त कुना। ल मेरो दाइ चाहिँ ठ्याक्क 7:30 बजे आइपुग्यो। मलाई चाहिँ 6 बजे बोलाएर केटाहरू कोही तेल हालिरहेछन् है। भैँसीपाटीबाट चाहिँ लेफ्ट टर्न गरेर हामी अगाडि बढ्दै छौं। बुलेट त यस्तो पो हो त यार, के हो क्या यार। कस्तो राम्रो भ्यू देखिएको छ क्या दाइ, हेर्नु दाइ पारिपट्टि। वाउ अब बरु त्यो के रे उ गर्ने हुन्थ्यो नि त। आमा लटरम्मेश्वर जाने बाटो यतिबाट हो। महादेव मन्दिर जाने बाटो यो बाटो हो। दाइ लटरम्मेश्वर जाने यता कि यताबाट हो? लटरम्मेश्वर मन्दिर जाने यतैबाट हो। थ्याङ्क यू। हेटौडा र धुसेल र टिका भैरव ठ्याक्क म्याप रहेछ। हामी चाहिँ ठ्याक्क यतापट्टि लाग्छौँ। ठ्याक्क टिका भैरवको हाइटमा पुग्यौँ है। यो बाटो आएको हो। यहाँनिर अलिकति कन्फ्युजन हुने बाटो छ। इन्ट्रोडक्सन गरौँ। हाम्रो उहाँ ललित दाइ हुनुहुन्छ, हाम्रो उहाँ विनायक सर हुनुहुन्छ, हाम्रो उहाँ विनोद सर हुनुहुन्छ, हाम्रो कृष्ण सर, अनि हाम्रो सर चाहिँ एकजना सर चाहिँ टोइलेट जानु भएको रहेछ है। उहाँको प्रतीक्षामा छौँ है त। उहाँ हुनुहुन्छ महेन्द्र सर। राजा सर भैँसी खोला रहेछ नि त। कस्तो लागिरहेछ अरे। दाइ यो के गर्नुभयो तपाईँले यस्तो? बल्ल त अफरोड सुरु हुँदैछ दाइ, अनि तपाईँ अहिले नै यस्तो पुछेर हुन्छ त? हिमाल दाइ, वाउ त्यो हिमाल हेर्नु न उहाँ। ऊ ए अहिले पहिरो हो नि त यो पहिरो हो। गाइज हामी चाहिँ यो ठाउँ आइपुग्यो। यहाँबाट दुईटा बाटो छ यता हुने कि हामी यो साइड चाहिँ जान्छौँ। क्यामेरा तेर्साएपछि किन तपाईँ लजाउनु भयो क्या? म क्यामेरा गएर एकदम लाज साइड नाच। यो भ्लग बनाउने मान्छे नै पुरै बाइक चला राइड गएपछि राइड गर्ने मान्छे उता के हुन्छ? हामी पनि त बोलाइरहेको छ यार भ्लग गाइस हैन यी हेर गाइस। आम्मो कत्रो गाडी आउँदो रहेछ यार। ल साथीहरू, हामी आइपुग्यौँ ठ्याक्क 3 पानी भन्ज्याङ, यो ललितपुरमा रहेको छ है। ठ्याक्क यहाँ आइपुग्यौँ। अब यहाँ चाहिँ हामी ब्रेकफास्ट गर्छौँ, त्यसपछि अब फेरि अगाडि बढ्छौँ। यहाँको भ्यू चाहिँ म तपाईँहरूलाई देखाउँछु। यहाँबाट सानो भ्यू चाहिँ खतरा देखिँदो रहेछ। दाइको नयाँ लुक्स हेर्नु। यो त पहिला
कटप्पा कटप्पा दाइ यार कस्तो फिल भइरहेछ त एकदम रमाइलो भएको छ है सबैलाई वेलकम टु भुलेको बाटोमा स्वागत छ है सबैलाई बाटो त सजाइराखौँ नि हामी हामी भुलेको बाटो है फेरि नामै भुलेको बाटो डाक्टर आइती अफिसियल साथीहरू हामी चाहिँ यहाँ केही खाजा नास्ता खान्छौँ अन्डा ल्याउनु भाइ यस्तो गरेर यसरी लिन्छौँ अब सट्ट यसरी फाइनली हामी आइपुग्यौँ झाँक्री डाँडा हाम्रो साथीहरूसँग चाहिँ तबला बजाइरहेछ है है गाइस यो चाहिँ झाँक्री डाँडाबाट देखेको भ्यू कस्तो सही छ ल पहिरो चाहिँ गइरहेको रहेछ है बाटो अलि रिक्सी चाहिँ छ तर पानी परेको बेलामा आउने सिजन चाहिँ अलि होइन कि जस्तो लाग्यो यस्तो अप्ठ्यारो छ है हिलो गजेङ 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 बाटो लाग्ने हो फर्स्ट ट्र्याक चाहिँ त्यही हो त्यो त ऊ हो कान्ति लोकपोत चाहिँ हो फर्स्ट ट्र्याक त धेरै माथि छ नि त उतापट्टि हामी चाहिँ छपेली भन्ने ठाउँमा आइपुग्यौँ अब हामी यहाँ चाहिँ खाना खान्छौँ अलि अगाडि गएर खाने प्लान थियो किनकि यहाँबाट चाहिँ पहिरो गएको रहेछ त्यहाँनिर है यो देख्नु भएको छ यहाँ जाम चाहिँ एकदम धेरै अब लगभग हामी 1 घन्टा जति यहाँ बसेर खाना खाएर रेस्ट गर्छौँ त्यसपछि अगाडि जाम खोलेपछि अगाडि हामी मुभ हुन्छौँ साथीहरू हामी चाहिँ खाना खाएर हाम्रो टोली अगाडि लागिसकेका छौँ पुरै बादलले पुरै बाटै नदेख्ने गरेर ढाकिसकेको रहेछ हरायो कि तर साइड लाइट बालेको भए हुन्थ्यो भन्नु खोजेको हेर नि बाइक त साइड लाइट बाल्नुपर्छ कि यस्तोमा तर भुलेकै बाटो भयो नि त दाइहरू यो त तपाईँहरूलाई भुलेको बाटोमा स्वागत छ हामी अगाडि बढ्दैछौँ बादलभित्र है यो बाइक 5 को स्पिडमा पनि कुद्दाखेरि बाटो देखेको छैन साथीहरू ओ खास बाटो कता हो बाटो खोज्दैछौँ है साथीहरू दाइ तल बाटो खुल्यो ल दाइ ल धन्यवाद ल ल ल भैँसी नै भैँसी छ त गाडीभरि एउटै खालको बेलुका घर त पुर्याउनु सकुछ होला अनि त्यो सबै पाइहाल्छ तर बादलले खुल्छ दाइ यार मैले भने खुल्छ दाइ खुल्छ खुल्छ ल गाइस है यहाँ चाहिँ अब 2 दिनदेखि बाटो जाम भइरहेको रहेछ बाइक छिराउनलाई पनि यस्तो गाह्रो छ बाटोको यस्तो अवस्था छ है त्यो ल ल आउनु छ र आउनु पानी चाहिँ पर्ला जस्तो लाग्यो साथीहरू अहिले चाहिँ हामी भट्टे डाँडामै छौँ यहाँ चाहिँ गाडीहरू एकदम धेरै जाम भइरहेछ है अब बाटो चाहिँ माथि पहिरो आएर छेकिएको रहेछ त्यही भएर हामी बिस्तारै बिस्तारै जाँदैछौँ माल्टा 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 है यहाँ नजिकै छ तपाईँहरूलाई हामी 1000 रुपियाँमा ठ्याक्क माल्टा ल्याइदिन्छौँ भिजा प्रोसेस फ्री है त आफ्नै बाइकमा पनि जान मिल्छ आउनुहोस् आउनुहोस् भयो मेरो काम हो विनोद कहाँ जान्ला हजार माल्टा है गाइस हामी चाहिँ अब यो के भन्ने ठाउँ आइपुग्यो नि थाहा छैन है अहिले चाहिँ बादलले टक्क अलिकति छोडिदिएको छ तर पानी पर्न थाल्यो है दाजु रातो बाटो त चिप्लिन्छ काल्चे भन्ने ठाउँमा आइपुग्यौँ है
बागमती पुल क्रस गरेर आयो। बाटो एकदम बिजोग छ। यतातिर चाहिँ यो बाढी पहिरो आएर यो बाटोहरू चाहिँ बन्द भएर वहाँ नै भइरहेछ। हाम्रो ड्रोन सट चलिरहेको छ। अब हामी हेटौडाको बाटो नगइकन यताबाट ठ्याक्क बागमतीको पुल क्रस गरिसकेपछि यहाँबाट एउटा बोर्ड रहेछ तारमेश्वर महादेव जानलाई चाहिँ यो अफ रोड हुँदै ल हेर्नुहोस् यस्तो छ अवस्था। ल तारमेश्वर जाने बाटो ल हेर्नुहोस् मन्दिर जाने बाटो यहाँ म्याप ठ्याक्क देखाएको छ है। यहाँ चाहिँ सुरुङ मार्ग पनि बनिरहेछ यहाँ है। यहाँसम्म चाहिँ गाडी आउँछ र यहाँबाट तपाईँहरू चाहिँ हिँड्न सक्नुहुनेछ र अफ रोड जानु सक्यो भने यो बाटोबाट पनि। ल गाइस है ट्रेकको लागि चाहिँ यताबाट यो बाटो सर्टकट रहेछ अनि बाइकको लागि चाहिँ यताबाट हाम्रो यहाँ डिसिजन भइरहेछ अब कताबाट जाने कुन रुट जाने भनेर। ल गाइस हामी चाहिँ जहाँसम्म बाइक जान्छ त्यहाँसम्म चाहिँ राइड गरेर जाने डिसिजन हाम्रो ललित भाइले गर्नुभयो। नाच्यो नाच्यो नाच्यो। यता गाइज हामी चाहिँ लड्दै पढ्दै यो अफ रोड चाहिँ लगभग यहाँसम्म आइसक्यौँ। अब त त्यही जता भाटा मात्रै हो घरै छैन। ल बधाई छ। ल ल ल ल ल सेलबाट ल्या यार आमामा स्टार्ट भयो नि लडेथ्यो लडेपछि एकछिन त अफ हुन्छ त अनि कस्तो फिल भइरहेछ त तपाईँलाई यहाँसम्म आउँदा कट्टापा दाइ? मलाई त रमाइलो फिल भएको छ क्या। कोही कोहीलाई त रिस उठिरहेको छ। कसलाई होला उहाँलाई? मेरो बाइकले तात्यो बाइक निकाल्यो। केटी तात्यो भने के हुन्छ? गर्लफ्रेन्ड तात्यो भने के हुन्छ? के हुन्छ? अब कृष्णको गर्लफ्रेन्डलाई सोध्नु यार। गर्लफ्रेन्ड त छैन। छ त कोही भन्दैन है। तिम्रो विनय सर अनि कस्तो एक्सपिरियन्स भयो त अनि? रमाइलो त रमाइलो भइरहेछ। बाइक चढ्नु र हिँड्नु धेरै पर्यो। यो त चिल पारा अब है केही छैन गुनासो नि। यही ललितासँग गुनासो छ अरू केही छैन। तपाईँ हाइकिङ आएको मान्छे किन हिँड्नु हुँदैन जहाँ पनि बाइक हिँड्नुहुन्छ भन्ने हो। के गुनासो छ? गुनासो केही छैन मलाई। ठिक छ है। ठिक छ। जुम्रा पर्ने पानी पर्यो गाइज है। ल यता हेरौँ त साथी हो जुम्रा पर्ने पानी यही हो। आमामा लुगासुगा हात खोलिसक्यो नाङ्गै हिँडिसक्यो केटा। 1 घन्टा पुरै हिँड्नुपर्छ? ठाडै छ कि तेर्सो उकालै? ल गाइज यहाँबाट चाहिँ टक्क लाएर हामी बाइक पार्किङ गरेर अब यहाँबाट हाइकिङ लगभग 2 घन्टा कि 1.5 घन्टा? 1 घन्टामै सकाउने प्लान चाहिँ हाम्रो कृष्णजीको हेरौँ है त। लाएर है साथीहरू हाइकिङ हिँडिरहेछौँ। मलाई साह्रै डर लाग्छ है। मलाई साँच्चै मजाक नगरौँ न। जुका लागेर यहाँ रगती आइसक्यो भर्खर निकालेको। पानी परेको अवस्था है रमाइलो लागिरहेको तर रेनकोट लाएर बिफेदी मकवानपुरमा रहेको महादेव कुण्डमा पुग्यौँ है। यहाँसम्म चाहिँ तपाईँहरू आउनुभयो भने यहाँसम्म बाइक आउँछ। यहाँबाट चाहिँ हामी अब 1 घन्टादेखि 1.5 घन्टा चाहिँ हामी हाइकिङ पुरै हिँड्नुपर्छ अब है लेफ्ट राइट। अनि तपाईँहरू सर्ट हाइकिङ आउनुभयो भने यो बाटो आउन सक्नुहुन्छ। ल हाम्रो चाहिँ अब हाइकिङ सुरु भयो यहाँबाट साथीहरू।
विनायक सर यो के हो त धनमाथि सार्यो जुका लगाएर हेर गाइस आम्मामा यता आउनु आउनु फेरि जाम फाइनली गाइस है विनायक सर हामी कहाँ पुग्यौँ हामी अब लटरम्मेश्वर महादेवलाई दर्शन गर्नलाई जस्ट हामी 2 मिनट मात्र बाँकी छ तपाईहरु पनि आउनु होला भन्न चाहन्छु अब आउँदाखेरि चाहिँ अलिकति 2-4 दिनको एनर्जी बोकेर आउनु होला जुकाले टोकेको चाहिँ के भन्नुहुन्छ हजुरले जुकालाई पनि भन्न चाहन्छु कृपया जुकाहरू तपाईहरु हामी जस्तो लुखेरे मान्छेलाई नटक्नु होला राम्रा राम्रा मोटा घाटा मान्छेलाई टक्नु मात्र टोक्नु होला लटरम्मेश्वर भयो यहाँ खाने सामान किन्ने ठाउँ भयो हजुर अब यहाँबाट 15 मिनट्समा भर्याङ गएर अनि ए हस् थ्याङ्क यू राम्रोसँग भ्यू हेर्नु होला यो बाटो हुँदै जाने हो फाइनली गाइज हामी चाहिँ लटरम्मेश्वर पुग्नलाई लगभग 15 मिनट जति लाग्छ तेर्सै छ बाटो चाहिँ एकदम रिस्की छ है बादल सर लाग्यो भएर बाटो सबै ढाकेको छ अलि केयरफुल्ली आउनुपर्ने रहेछ अनि एकदम जुकाले टोक्दो रहेछ लाइन मात्र हिँड्न मिल्ने क्या मान्छे अब आज स्याटरडे भएर होला अलि धेरै अनि दोहोऱ्याएर यो बाटो हिँड्नलाई एकदम अप्ठ्यारो हुँदो रहेछ जाने बाटो स्वर्ग जाने बाटो स्वर्ग जाने बाटो हामी माल्टा बाटो चाहिँ यस्तो छ है एकदम ट्राफिक जाम एभरेस्टको भन्दा नि बढी भयो फोटो खिचिदिने मान्छेलाई च्याप्पो समातेर सँगै राख्नुपर्छ क्या अनि हुन्छ ट्याक्क यस्तो अब स्याटरडे भएर चाहिँ होला यति धेरै भिड भएको बाटो यस्तो रिस्की छ तर मजा नि आइरहेछ फाइनली गाइज है आज जुन हाम्रो डेस्टिनेसन थियो लटरम्मेश्वर यो चाहिँ यही हो हामी ठ्याक्क आइपुग्यौँ आज स्याटरडे पनि भएर होला मान्छे यति धेरै भिड छ है लाइन बसेर दर्शन गर्नुपर्ने अवस्था छ हेर्नुहोस् ठ्याक्क यति धेरै लाइन छ क्या तल है सँगै नजिकै रहेको यहाँ चाहिँ गणेशको मन्दिर छ है यो यसले त भेट्यो भने मात्र मान्छेको स्मेल आयो भने त त्यसले गर्ने हो लिनु लिनु रुद्राक्ष लिनु ल देउता उता रुद्राक्ष यहाँको थोरै एउटा केही भनिदिनु ठुलो यज्ञ लाथ्यो दक्ष प्रजापतिले अनि 33 कोटी देवतालाई बोलाउँछ सतीदेवीलाई चाहिँ महादेवलाई बोलाउँदैन दक्ष प्रजापतिले महादेवले नजाऊ भन्दा नि सतीदेवी माता जानुहुन्छ यज्ञमा अनि सतीदेवी माता महादेवलाई नराम्रो शब्दहरू बोलेको सुन्नु नसकेर ती यज्ञ परान्त्यागी हुन्छ अनि त्यहाँ महादेवले बोकेर हिँड्दा डाँडा काँडा बोकेर हिँड्दाखेरि विष्णु भगवानले झिङ्गा लगाइदिनुहुन्छ सतीदेवी माता शरीर कुहेर जाँदैन गल्दैन नि अनि त्यहाँ झिङ्गा लगाइदिएपछि कुहेर मुन्टो झरे ठाउँ माताको कपाल झरे माथि मुन्टै झरे अनि त्यही भएर लटरम्मेश्वर महादेव भनेर मानिन्छ र माघमा आउँदाखेरि भक्तजनहरूले एउटा मुनको कामना इच्छा मागेर आउँदा टक्क
पक्कै पुग्ने झन् ठुलो माघमा आउनुपर्छ मेलामा यहाँ आउँदाखेरि एउटा चिज मात्रै माग्नुपर्छ त्यो सबै भगवान्ले मनको इच्छा पुर्याउनुहुन्छ जाडो भएको छैन जाडो भएको छैन छैन ल गाइस है अब यहाँ भगवान्ले चाहिँ टक्क नुहाइदिएको छ है गाइस पानीले एकदम भिजेको अवस्था है केटाहरू एक्लै पूजा गरेर आइसके हामी चाहिँ उकाल लाग्दैछौँ पूजा गर्नलाई अब आउनुहोस् अनि यहाँ थकाइ चाहिँ लाग्दैन महादेवको उसमा आएपछि चाहिँ ल फाइनली गाइस हामी चाहिँ अब दर्शन गरेर फर्क्यौँ पानी परेर लात्र लुत्र सबै भिज्यो यस्तो ठाडो बाटो छ अब केही देख्दैन है यहाँ हिँड्नु नसकेको बेलामा दाइ हेरेर पुरै भाइब लिइराख्नु भएको छ है त्यो हातमा रुमाल किन बाने हात त मजाले समाउनु